साथीहरू, आज मैले तपाईँहरूलाई नयाँ कुरा भनौँ देखाउन गइरहेको छु। सबैलाई नयाँ त नहुन सक्छ होइन। मेरो लागि त पुरानै हो, मैले सधैँ यही गरिरहन्छु कि। अनि तपाईँहरूले पनि कतिजनाले त अब जान्नुभएको हुनसक्छ, कतिजनाले जान्नुभएको हुन्न नि त। अनि यो केरा के होइन के अरे ल्याइन्छ होइन, कहिलेकाहीँ राम्रो ठुल्ठुलो कोसाहरू देखेर अनि त्यसपछि ल्याइन्छ। अनि अब सधैँ पाइन्न। अनि छोराछोरीलाई अब ल्याएपछि फेरि एकै दिनमा बिग्रिन्छ, एकै दिनमा खाएर सक्ने पनि कुरो भएन। अनि बिग्रिन्छ, फ्रिजमा राख्न पनि भएन नि त। अनि के गर्ने त अब यसलाई कसरी नबिग्रिने तरिकाले अब 2-3 दिन या 4 दिनसम्म कसरी नबिगारिकन बाहिरै नबिग्रिने तरिकाले राख्ने भन्ने एउटा आइडिया थियो कि मसँग। अनि सधैँ फेरि तपाईँहरूलाई भिडियो देखाउन पनि मलाई टाइम पनि नहुने, फुर्सद पनि नहुने, झ्याब्रु आफूले गऱ्यो होइन। अनि आज चाहिँ अलिकति फुर्सद भएको बेलामा तपाईँहरूलाई पनि मैले देखाउँछु। जानेको साथीहरूले त जानिहाल्नु भयो, त्यही गरिराख्नु भयो होला। नजानेको साथीहरूलाई त यो आइडिया काम लाग्न सक्छ नि त नि छोराछोरीलाई अब सधैँ फलफुल आफूलाई अब पुग्ने पनि हुन्छ। हामीलाई सधैँ डेली फलफुल आफूलाई पुग्दैन, ल्याएर एकै दिन खाएर सकेर पनि भएन। आज एउटा कसो, भोलि 2टा कसो गरेर अनि भोलि एउटा दिनको 2टा गरेर खाना दिउँला भन्ने पनि त हुन्छ नि। कहिलेकाहीँ राम्रो अब सस्तो पनि मिलाएर या गाउँतिर गएको बेलामा कतै पाइएको हुन्छ, डुलाउँदै ल्याएको बेलामा पनि भनेर अनि भन्ने हुन्छ। आज मैले यो मुरे केरा किनेँ कि ल्याउन त मैले लगभग 15 कोसा ल्याएको थिएँ, बिहान खाइसकेँ होइन। अनि त्यसपछि अब यो चाहिँ आज त छोराछोरीले खाए, अब भोलिलाई पनि त राख्न पऱ्यो, पर्सिलाई पनि त राख्न पऱ्यो नि त। के अरे एउटा भनेर अनि मैले यसलाई चाहिँ नबिग्रिने तरिकाले के तरिका छ। अनि यो नबिग्रिने तरिकाले चाहिँ राख्न खोजेको। कसो गर्ने भन्दाखेरि तपाईँहरूले पुरा भिडियो हेर्नु होला। कसो गर्ने भनेर भन्दाखेरि तपाईँहरूले यसलाई चाहिँ यस्तो गर्ने कि यो छ नि साथीहरू, अब यो कति 4 दिन 5 दिनसम्मलाई रहन्छ है यो आइडियाले। 5 दिनसम्मलाई राख्नको लागि तपाईँले यो एउटा टिस्यु पेपर लिने कि साथीहरू है। यो टिस्यु पेपर लिने, अनि टिस्यु पेपर लिएपछि यो टिस्यु पेपर छ नि, यो टिस्यु पेपरले या केराको म तपाईँहरूलाई बताउँदै जान्छु है। ल हेर्नु त, यो किरालाई लगभग 5 दिनसम्म बिग्रिन नदिनको लागि केराको तपाईँलाई मैले यहाँ नुन निकालेँ है। नुनको यस्तोमा राख्ने के, यस्तोमा अलिअलि नुन राख्ने होइन। अनि त्यसपछि यसलाई चाहिँ टिस्यु पेपरले झट्ट बाँधिदिने के, यसरी बाँधिदिने है। अनि त्यसपछि टिस्यु पेपरले बाँधेर अनि तपाईँलाई यस्तो गर्ने। अनि त्यसपछि हल्का यसलाई पानीले भिजाइदिने के, पानी भिजाइदिने। अनि त्यसपछि राख्न मिल्छ है। अनि यसरी राख्यो भने तपाईँको लगभग 5 दिनसम्म बिग्रिँदैन कि साथीहरू। तपाईँहरूलाई मलाई जानेको कुरो तपाईँहरूलाई पनि सेयर गर्न मन लाग्यो। अनि तपाईँहरूले पनि जान्नुभएको छैन भने अनि त्यसपछि यसो गरेरै राख्नु होला है। हस् त, धन्यवाद साथीहरू। फेरि मेरो भिडियो लाइक, सेयर, सब्सक्राइब गर्न नबिर्सिनु होला।